हेलो नमस्ते गुड मर्निङ है। आज चाहिँ 2082 अनि आज होली हो, फागु पूर्णिमा। आज चाहिँ हामी यहाँ ठ्याक्कै अहिले चाहिँ म यो रुन्डीगढी गाउँपालिका यो 2 नम्बर उमा भन्ने ठाउँमा छु। आज चाहिँ हाम्रो यात्रा हुँदैछ। यता स्वर्गदारी पऱ्यो, उता पारि यो घाम सूर्य उडाइसकेको छ। पारि सबभन्दा पारिको यो त्यो चुच्चु चुच्चु परेको लेक देखिन्छ, त्यहाँसम्मको आजको हाम्रो यात्रा हो। अहिले चाहिँ हामी यहाँ छौँ। अब हेरौँ, यहाँदेखि करिब करिब अब 7 बजिसकेको छ। हामी यहाँदेखि हिँड्ने सुरु गरेका छौँ। सबभन्दा पारि देखिने लेक यो चुचुरो लेक, जो रोल्पा र प्युठानको सिमाना हो, लिस्ने लेक भन्ने ठाउँमा। त्यहाँसम्म आज हाम्रो यात्रा फर्स्ट टाइम हो। हेरौँ त्यहाँसम्म पुग्न कति टाइम लाग्ने हो र त्यहाँ कस्तो छ। त्यहाँबाट फेरि यतातिरको भ्यू देखाउँछु है त। म अहिले हाम्रो क्यामेराम्यानलाई यतातिर देखाउने अनुरोध गर्दछु। हामी यहाँ छौँ अहिले चाहिँ। यहाँ उट्टा पारिदेखि जहाँसम्म लाग्छ त्यो लेकदेखि यतातिरको यो सेकेन्ड थर्ड लास्ट लेक हो। यहाँदेखि उता होलेरीको लेक देखिन्छ होला। हामी त्यहाँ गएर यो लेक चिन्न सक्छौँ कि नै है त। यहाँ माथि पनि लेक छ एउटा फेरि। यतातिरको लेक चाहिँ यतातिर हो, लास्ट लेक यहाँ हो। यो रुन्डीगढीको गढी लेक भन्ने ठाउँ हो। यहाँदेखि हामी सर्लक्क जाने चाहिँ उट्टा पारितिर हो है त। यति बेला चाहिँ ठ्याक्कै 8 बजिसक्यो। यति बेला म यो खालाभन्दा अगाडि अनि त्यसपछि यता चोकीमा र सर्कुदारी भन्दा पनि ठ्याक्क बिचमा छु। यहाँ चाहिँ एकदम सुन्दर ठाउँ छ। हामी जानुपर्ने चाहिँ उट्टातिर हो। उट्टा पारि त्यहाँ त्यो टुवालो छ आज चाहिँ केही। यहाँ अलिकति यति टाइम त नलाग्ने हो। यहाँ आउने बेलासम्म 1 घन्टा भइसक्यो हामी घरदेखि हिँडेको। तर अलिकति हामी एउटा सुरपाल बजारमा बेलेर यहाँ आइपुगेका छौँ। यो चाहिँ सर्कुदारी रोड हो भने यहाँ भ्यू जेस राम्रो छ, त्यही भएर मैले कोइट गरेको है त। यतातिर यहाँ यो जस्ट यो टावर छ। यो टावरभन्दा यतातिर अगाडि चाहिँ स्वर्गद्वारी नगरपालिका 2 नम्बर वडा खाला बजार पर्छ भने यो खाला बजारदेखिको माथिको भ्यू हो। हामी चाहिँ जानुपर्ने उता पारितिर हो है। म साथीलाई चाहिँ यसो क्यामेरा जुम गरेर अलिकति सायद केही चाहिँ देखिन्छ होला। सबभन्दा पारिको त्यो लेक उताबाट अलिक केही तिखो देखिन्थ्यो। यहाँ अलि बसेको जस्तो देखिन्छ। सबभन्दा पारि हो है त। अहिले टुवालोले त्यस्तो मौसम खुल्या छैन। यति बेला हामी चाहिँ यो भिङ्ग्री बजार, जो प्युठान जिल्लाको अलिकति नाम चलेकै ठाउँ हो। यो भिङ्ग्री बजार पनि कसरी भनेपछि यहाँदेखि यो रोड बाटोमै छु म अहिले चाहिँ। यहाँबाट यो प्रसिद्ध महाप्रभुको तपभूमि स्थल स्वर्गद्वारी जाने बाटोको यो बेस चाहिँ यही हो भिङ्ग्रीमा। अधिकांश पर्यटकहरू यहाँसम्म गाडीमा आउने, अनि भारतीय पर्यटकहरू चाहिँ यहाँबाट फेरि पैदल हिँडेर माथितिर पुग्नुहुन्छ। र हामीहरू यति बेला भिङ्ग्री बजार आइपुगेका छौँ। हामी चाहिँ जानुपर्ने ठ्याक्क यो भिङ्ग्रीदेखि जस्तो उतापट्टि यो गाउँहरू देखिरहेको छ एकदम राम्रो। त्यो अलिकति बाटोहरू पनि देखिन्छ होला। यो बाटो भएर माथि तब लेकमा हो। त्यहाँ उतादेखि हेर्दाखेरि चाहिँ त्यो एउटा मात्र लेक देखिन्थ्यो। यहाँबाट अब थुप्रै लेक देखिन्छ। यहाँ माथिको यो लेक, यहाँ माथि लेक टपमा पुगेर त्यो लेकदेखि फेरि अझ अर्को लेकमा पुग्ने हो। अब फेरि यहाँ भिङ्ग्री बजार आइपुगेका छौँ। त्यहाँ गएर फेरि माथिपट्टिबाट फेरि हाम्रो एउटा भिडियो सुट हुन्छ। त्यहाँबाट अझै अगाडि सायद आधी घन्टा 1 घन्टा जस्तो हिँड्नुपर्ने छ आज। फुल पनि देखाउने हो। गोब्रो भवन पो हुन्छ त यार। पर्दैन भयो भयो।
यति बेला चाहिँ हामी ठ्याक्कै स्वर्गद्वारी नगरपालिका 6 ठापाखर्क भन्ने ठाउँमा आएको छौँ। यहाँ पछाडि देखिरहेको यो सायद मैले बिहान तपाईँलाई जुन फर्स्टमा देखाएको थिएँ नि त्यो लेक र यो लेक सटेको छ, छुट्टा छुट्टी देखिन्छ। त्यहाँबाट हेर्दाखेरि एउटै देखिन्छ, तर यहाँ चाहिँ यो फरक लेक हो। यो लेकबाट यहाँ माथि त्यहाँ माथि बाटो देखिरहेको छ, त्यहाँ गइसकेपछि फेरि अर्को लेक देखिन्छ उतापट्टि, त्यो हो बिहान उतादेखि देखाएको। आज चाहिँ सन्जोग कस्तो भएको छ भनेपछि ठ्याक्कै अहिले चाहिँ हामी यो ठापाखर्क भन्ने ठाउँमा छौँ। बिहान जब प्युठान सुरु भएको छ, प्युठान सुरु भएदेखि हामी प्युठान स्वर्गद्वारी नगरपालिकाभित्रै आइरहेको छौँ। लगभग 1.5-2 घन्टा भइसक्यो हामी बाइकमा हिँडेको। स्वर्गद्वारी नगरपालिका 1 देखि हिँडेको, अहिले चाहिँ स्वर्गद्वारी नगरपालिका 6 मा आइपुगेका छौँ है हामी। अब लगभग हामी आइपुग्न लागिसक्यो होला झन्डै। अब बाइकमा चाहिँ हाम्रो त्यस्तै 1.5 घन्टा 1 घन्टा जस्तो मात्र यात्रा हुन्छ जानुपर्ने। अब हामी नजिकै आइसकेको छ बिहान देखाएको ठाउँ है। ठ्याक्क हामी अब यो गाडीको उट्टापट्टि तलपट्टि देखेको त्यो तप डाँडा यहाँबाट हेर्दाखेरि चाहिँ नर्मल देखिन्छ होइन। यो प्युठान स्वर्गद्वारी नगरपालिका भन्दा पनि यो पर्दैन होला जस्तो लाग्छ मलाई चाहिँ। जुम्री आसपास आइसकेका छौँ अहिले हामी। यो देउराली भन्ने ठाउँदेखि अलिकति यतातिर आइपुगेका छौँ। ठाउँ चाहिँ यस्तो वाउ भन्ने खालको छ होइन। यतातिर हेऱ्यो भने यो यता स्वर्गद्वारी नगरपालिकाको भयो, उट्टा पारितिर स्वर्गद्वारीदेखि यो माण्डवी गाउँपालिकाको पहाड देखिन्छ भने यहाँबाट यतातिर हेऱ्यो भने फेरि सुनिल स्मृति गाउँपालिका रोल्पा हो यतातिर भने। माथितिर यो रोल्पा र प्युठानको सिमाना हामी जानुपर्ने माथि तपमा हो। खासमा चाहिँ आज हाम्रो प्लान अलिक छिटो पुग्ने थियो, तर यसो त्यहाँ लोकेसन हेर्दाखेरि हामी भनेको जस्तै टाइममा नपुग्न सक्ने अवस्था छ। अलिकति सोचे जस्तै नहुने भयो, तर जे होस् नपुगेको पनि एकदमै व्यस्त छ हो। बर्खायाममा आयो भने चाहिँ बबाल हुन्छ यो ठाउँमा। हामी चाहिँ उता पारिबाट आएको हो, यसरी तलपट्टिबाट लेक देखिने टप लेक चाहिँ यो हो। यहाँ हामी एकछिन त्यस्तो गरेका छौँ। हाम्रो साथीहरू ट्याग लाएर हाम्रो दाइलाई चाहिँ कस्तो लागिरहेछ हो आजको यात्रा? होली कस्तो लागेछ? कैसा लगा इस रास्ता की के रे ये जगह? बहुत अच्छा लगा मुझे। बोलो माझी भाई आपको कैसा लगा? बढ़िया। माझी भाइ र फेरि सबभन्दा खतरा हिन्दी बोल्न सक्छन् होला यार। प्युठान होइन र? प्युठान होइन नि, एउटा रोल्पा हो। यो त रोल्पा रहेछ, प्युठान चाहिँ दिइराखेको मैले फेरि। रोल्पाको लिस्ने भन्ने दादा मान्छे होली खेल्न आइहाल्यो ल। रोल्पाको होली पनि मनाइरहेको छ। टक्क लाएर भोलि फेरि तराईको होली ल मनाइन्छ ल उतादेखि के ल। ह्याप्पी होली ल। ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली। हरु लगाइदिन्छु के टिमुरले यही लगाइदिन्छु के केटा होइन के। ए यहाँ आइज ह्याप्पी होली भाइ भन्न टोका थिएँ। ह्याप्पी होली अमिर भाइ आइज तिमी। यति भयो अरे आउँछ बिरजाङ साथी आउन। ल तपाईँले नि ह्याप्पी होली। ल त यार है। ल हामी चाहिँ लगभग घडीमा 12 बजिसकेको छ। 12 भन्दा पनि अझ 12:30 हुन लाग्यो। यति बेला चाहिँ स्वर्गद्वारी नगरपालिकाकै 6 नम्बर वाडा देउराली भन्ने ठाउँमा छौँ। यहाँ तलतिर 10-15 मिनट हिँड्यो होला। त्यहाँ चाहिँ देउराली भन्ने ठाउँमा बाइक राखेर हामी चाहिँ अब माथि बेलातिर जाने हो। जस आज निकै अलि समस्या हुने जस्तो छ। अनि यहाँबाट माथि केही देखाएको छैन। माथि जाने ठाउँ चाहिँ यतातिर चाहिँ पुरा प्युठान हो है त। यस भ्यू राम्रो देखिन्थ्यो होला, तर यहाँ टुवालो लागेर केही पनि देखिरहेन उतातिर चाहिँ। हामी चाहिँ अब लगभग त्यो देखिने जुन बिहान हाम्रो टार्गेट थियो फर्स्टको भिडियो, त्यो देखिने टप लेक चाहिँ यही हो। यहाँ क्यामेराबाट परस्तै देखिन्छ। सायद क्यामेराले जुम गरेर हेऱ्यो भने मान्छेहरू पनि हिँडिरहेको देखिन्छ।
तर निकै उकालो रहेछ। फर्स्ट टाइम हो हाम्रो यो यात्रा, यहाँसम्मको यात्रा मेरो चाहिँ। हेरौँ अब कति टाइम लाग्ने हो समथिङ अझै यहाँबाट हाम्रो हिँडाइले त 1 घन्टा लाग्ने लागेको छ। माथि त्यही डाँडामा यसो जुम गरेर देखाइदिनु साथी, मान्छे हिँडिरहेको परस्ते देखिरहेको छ, मन्दिरहरू पनि देखिन्छ। मन्दिर सेतो देखिरहेको हेरौँ कस्तो रहेछ। अब त्यहाँबाट गएर हेर्न बाँकी छ। अहिले त्यहाँ जाने बेलासम्म के हालत हुने हो हाम्रो, हालत बिग्रिसकेको छ। फेरि हिँडिसकेको अनि त्यसपछि यहाँ चाहिँ यो प्युठानको कस्तो राम्रो गाउँ हो आमामामा। अनि त्यसपछि यो गाउँ चाहिँ मलाई थाहा भएन, अब थाहा नभएको कुरा भन्नु भएन होइन। तर यो पहाडीको देखिने यो दुईवटा, एउटा ठुलो एउटा सानो चुचुरो चाहिँ यो झुलेनी हो। म गएको छु त्यहाँ चाहिँ, जस्ट झुलेनी जाँदाखेरि चाहिँ यो गाउँहरू प्रशस्त देखिन्छ कि त्यहाँदेखि। कस्तो राम्रो गाउँ हो, कसको गाउँ हो यति राम्रो बाबै। ल बाबै सालै चाहिँ ल चल साथी आगे। ल अघि हिँड्नुपर्ने हुन्छ मजा है। तबियत खराब भइगएछ हाम्रो यहाँ लगभग जाने माथि हो। लगभग हामी चाहिँ हिँडेको कोटी झन्डै 1.5 घन्टा समथिङ भइसक्यो होला होइन। यहाँदेखि माथि पुरा 90 डिग्री छ कि हेऱ्यो भने चाहिँ अझ 90 डिग्री पनि झुकेको छ होला। अनि जानुपर्ने यहीँदेखि हो पुरा। लास्टै लङ टाइम पछि चाहिँ यहाँ यस्तो ट्रेकिङ गर्यो। अनि त्यो भएको हिसाबले हेरौँ अब अप्ठ्यारो चाहिँ एकदमै अप्ठ्यारो भएको छ होइन। नहिँडेको भएर हिँडिराख्नेहरूको लागि त त्यति प्रब्लम होइन, तर कहिले कसो हिँड्नेहरूको लागि एकदम डेन्जर भएको छ। हालत पुरै बिग्रिसकेको छ हाम्रो। सबैजना चाहिँ है त्यो सबै होलीको लागि जान लाग्नु भएको हुनुहुन्छ है। ल भिडियोमा देखिनु, हजुरहरूलाई देखिनुहुन्छ है भिडियोमा, भिडियो भइरहेको केही फरक पर्दैन। कुन ठाउँ भन्नुभयो तपाईँहरूको घर? फरेस्टदेखि ए कति टाइम लाग्छ यहाँ हुन? ए हिँड्नु भएको तपाईँहरूको। ल बिस्तारै आउनु ल। हामी घरैदेखि हजुर बिहान 6 बजी हिँड्या हो। अनि तल बाइक राखेर अनि फेरि यहाँदेखि हजुर हजुर तल यहीँ तलसम्म बाइक लिएर आउनु। ल आउनु ल बिस्तारै। ह्याप्पी होली है हजुरहरूलाई। यहाँ बिचमा आइपुगेको छ होइन। यहाँ माथितिर चाहिँ देखिन्न यतातिर कहाँ हो कहाँ। तर यतातिर अब यो सिडी चढेर यहाँ चाहिँ अटेरिक अप्ठ्यारो भएर सिडी चढेर हामी माथि जाने हो। जस तलतिर एकछिन देखाइदिनु म हाम्रो क्यामेराम्यानलाई अनुरोध गरेँ। ल फाइनल्ली आइपुगेको अवस्था छ टपमा है। ल फाइनल्ली अब चाहिँ यहाँ मेला लाग्ने ठाउँनिर हामी आइपुग्यौँ है। हामी आएको चाहिँ तलदेखि लगभग हामी यो बेस टपमा आइपुगेका छौँ। यहाँ चाहिँ पुरै जस मेला यस्तो कलर यही ठाउँ रहेछ खास मेला लाग्ने ठाउँ है। मेला लाग्ने मेन मन्दिर तलदेखि देखेको भएको कलरको यस्तो यही हो भने
स्मृति गाउँपालिकाको लिस्ने भन्ने ठाउँ 10 वर्ष जनयुद्धमा हिजो निकै ठुलो भूकम्प परेको भन्ने छ। यस अगाडि चाहिँ एकदम मेला लागिरहेको थियो, खास भिडियो बनाउन पाइएन हामीले होइन। अहिले चाहिँ यो तल देख्नुहुन्छ यो भ्यूहरू यस्तो बबाल छ नि। यो एरिया यतातिर जति पनि हेऱ्यो भने यो प्युठान बिचर साइडतिर पऱ्यो भने यसको ठिक विपरीततिर चाहिँ रोल्पातिर हो भने एकचोटि म यतातिर भ्यू पनि देखाउनु अनुरोध गर्दछु है त। यतातिर यस्तो बबाल भ्यू छ। यो चाहिँ यहाँबाट देखिने भ्यूहरू हो। यो पुरै यस्तो बबाल छ, म हजुरलाई देखाउन गइरहेको छु है त। हेर्नुहोस् तपाईँले यस्तो बबाल तल यहाँदेखि जाने चाहिँ हामी यहाँ तलदेखि हो। कागहरू पनि पुरै तल तल उडेको छ। धन्यवाद। आजको हाम्रो यात्रा लगभग सकिसकेको छ। हामी चाहिँ लिस्ने गएर पनि बिहान यही ठाउँमा भिडियो बनाएको थियो। यहाँ हाम्रो बाइक पार्किङ छ। यो ठाउँमा आएर पनि अब ठ्याक्क कोटी बजार छ भनेपछि 6:30 भएको छ। हामीले चाहिँ यहाँबाट यो देउराली भन्ने ठाउँदेखि चाहिँ माथि लिस्ने पुग्न झन्डै तपाईँको 1.5 घन्टा जस्तो लाग्यो। अलि हिँड्ने मान्छेहरू त 1 घन्टामा जाँदो रहेछ, तर हामी फर्स्ट टाइम यहाँ यस्तरी उकालोमा चढेको 1.5 घन्टा जस्तो लाग्यो। ठाउँ चाहिँ एकदमै बबाल छ। बर्खायाममा जो जान सक्यो भने झन् अझै बेस्ट होला मौसम खुलेको बेला। आजको यात्रा यहीँ सक्यो र 2082 को होली पनि हाम्रो यही सकेको छ। सबैजनाले फेरि पनि ह्याप्पी होली है। आज चाहिँ यो पहाडी होली हो, होली तराई होली। आज भोलि सबैको लागि ह्याप्पी होली अल अफ यु है त। यसै गरी आज दिनभरि जस हामी सँगै छौँ। केटाहरू चाहिँ 2 जना जाँदाखेरि पनि अगाडि, अहिले पनि फेरि गइसके। यहाँ मसँगै रहने क्यामेरा पर्सन मेरो साथी बिरजङ थापालाई पनि देखिनुहोस् है धेरै धेरै धन्यवाद। ल सबैजनालाई चाहिँ ह्याप्पी होली भन्न चाहन्छु है। ल यति नै हो। ल हामी दुवैजनाको तर्फबाट वन्स मोर ह्याप्पी होली ल है सबैजनालाई। ल आज अब हामी घोराइसम्मको यात्रा सुरु भइन्छ यहाँदेखि है त। अलि अगाडि आउन साथी, अलि अगाडिसम्म आऊ कि। हाम्रो साथी मेरो बाइक